हजुरहरू सबैलाई धनकुटा सल्लेरीबाट नमस्कार। अस्तिको ठुलो हावाहुरीले यति बाक्लो यो सल्लेरीको रुखहरू सबै ढालेछ, हेर्दाखेरि उराठ लाग्दो। बाल्यकालमा खेलेको हुर्केको ठाउँहरू उफ्रेको ठाउँहरू यसरी उराठ लाग्दो तरिकाले हावाले ढाल्दाखेरि ज्यादै नरमाइलो लाग्यो। तर प्रकृतिको लीला हो, अब के गर्ने, जे भए पनि सहनै पर्यो। तर यो सल्लाहको रुखहरू चाहिँ धेरै लामो समयसम्म राखिराख्नु त्यति उपयुक्त जस्तो लागेन। सायद सिसो अथवा साल भएको भएदेखि चाहिँ धेरै वर्षसम्म हुन्थ्यो होला, तर सल्लाहको रुखहरूको जरा कमजोर भएको कारणले गर्दा होला धेरै लामो समय टिक्ने रहेनछ भन्ने कुरा देखियो। त्यही भएर उराठ लाग्दो लाग्यो। यो सल्लाहको रुखहरू ढलेको देखेर के गर्ने, जे भए पनि सहनै पर्यो। अब यो स्थानीय निकायहरूलाई, सम्बन्धित सरकारहरूलाई के चाहिँ सल्लाह दिन सकिन्छ भने, यो सल्लाहको रुख पुरानो भएको कारणले यसलाई चाहिँ काटेर सदुपयोग गरेर यसमा चाहिँ नयाँ जातको प्रजातिको रुख बिरुवा, अथवा यो पानी अलिकति रसिलो हुने खालको उत्तिस जातको बिरुवाहरू लगाएदेखि हुन्थ्यो। र यसलाई यो अहिलेको काठहरूलाई चाहिँ राम्रो काममा युटिलाइज गरेर के अर्थोपार्जन पनि गरे हुन्थ्यो जस्तो लाग्यो। यहाँहरू सबैको जय होस्, मङ्गल होस्। जय धनकुटा, जय देश नेपाल। नमस्कार। अहिले हामी धनकुटा बजारको माथिल्लो छेउमा छौँ। सल्लरीपट्टिको पार्टबाट फोटो खिचिरहेका छौँ। यो भिडियो कैद गरिरहेको छौँ। हिजोको बर्सात, अस्ति 2 दिन अगाडिको आँधीहुरीले चाहिँ आज मौसम सफा छ। अब अलिकति हरियाली जस्तो पनि देखिरहेछ। तर सबभन्दा उराठ लाग्दो दृश्य चाहिँ यो सल्लाहको रुखहरू सबै हावाहुरीले झारेको देखेर चाहिँ उराठ लाग्यो। अवस्था यस्तो छ। यहाँहरू सबैको मङ्गल होस्, जय होस्। ल नमस्ते। म अहिले धनकुटाको प्रसिद्ध देवीको मन्दिर निशान देवी थानमा आएको छु। अब यसो सुक्खा हिसाबले चाहिँ बाहिरी हिसाबले दर्शन गरियो। अनि यो घन्टी देखेपछि अलिकति आएर पनि यसो बसेर घन्टी खिच्न मन लाग्यो। अनि बाल्यकालको पनि सम्झना आयो। यो घन्टी चाहिँ कस्तो छ भने एकदमै मनमोहक छ। एकदमै कस्तो भने मिलाएर बनाएको छ, रमाइलो छ। यसो हेर्दाखेरि अवस्था त्यस्तो। यहाँहरू सबैको मङ्गल होस्। देवी माता, निशान देवी माताले यहाँहरू सबैको मङ्गल गर्नु। जय हो, जय देश नेपाल।